मम्मी कति खुसी लाग्यो आमा आएर धेरै खुसी लाग्यो अरे मलाई के पकाएर खुवाउनुहुन्छ त आज भात साग डुक्का खुवाउने अरे डुक्का खुवाउने अरे मम्मीले मलाई आज हेलो गुड मर्निङ एभ्रिवान स्वागत छ यहाँलाई मेरो नयाँ ब्लगमा तपाईहरु देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा फाइनल्ली म आफ्नो घरमा चाहिँ पुगिसकेको छु हिजो चाहिँ मैले यस्तो ब्लग बनाउन पाइनँ साँझतिर नभए घर पुग्दासम्म बनाउँथे किनभने मेरो मोबाइलमा चार्ज सिद्धिएर घर पुग्दासम्म चाहिँ स्विच अफ भइसकेको थियो अनि बाटोबाटै मैले ब्लग रोकिदिएँ अर्को ब्लगमा भेटौँ भनेर सो केही छैन म फाइनल्ली घर पुगिसकेँ धेरै लामो बसाइ त छैन त्यही 1-2 दिन हो त्यही पनि हेरौँ रमाइलो हुन्छ होला गाउँतिर अब धेरै पछि आएको अब मम्मी ड्याडी बहिनीसँग सबैसँग भेट भएको छ एकदमै खुसी लागेको छ सो त्यही हो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला पुरानो हुनुहुन्छ भने अब के भन्न चाहन्छु भिडियोलाई माया गरिदिनु होला अनि धेरैभन्दा धेरै हेरिदिनु होला यो चाहिँ हाम्रो घरको लुक देख्न सक्नुहुनेछ चाहिँ बहिनी मम्मी एकदम बहिनी हाई भन्दै त हाई है बहिनी चाहिँ आज शनिबार भएर स्कुल पनि गएको छैन घरमै छ मम्मी पनि हुनुहुन्छ वहीँनिर मम्मी कति खुसी लाग्यो आमा आएर धेरै खुसी लाग्यो अरे मलाई के पकाएर खुवाउनुहुन्छ त आज भात साग डुक्का खुवाउने अरे डुक्का खुवाउने अरे मम्मीले मलाई आज डुक्का खानु पर्यो खानु हाल्छ होला हजुरहरूले पनि ड्याडी चाहिँ उताबाट आउँदै हुनुहुन्छ सिलौट आइसक्यो फाइनल्ली हाम्रो सो गाइस हैन यहाँ चाहिँ सुटिङ हुँदैछ अरे म चाहिँ सुटिङ हेर्न जाँदैछु अब के को सुटिङ होला सायद देउडा होला त्यस्तै लाग्यो मलाई सुटिङ हेर्न जाँदैछु म कहाँ हुँदो रहेछ के हुँदो रहेछ अनि यहाँबाट देख्न सक्नुहुन्छ भ्यूहरू हाम्रो घरको उता चाहिँ देखिरहेको हाम्रो घर है सो त्यही हो म जाँदैछु सुटिङ चाहिँ उता हुँदैछ हैन म चाहिँ गएन त्यहाँ के गर्नु खालि सुटिङ हुँदैछ त्यो खुसी लाग्यो हाम्रो गाउँमा नि सुटिङ हुँदैछ भन्दा भ्यू चाहिँ दामी हो यतातिरको त्यहाँ चाहिँ सुटिङ चलिरहेछ अरे सुटिङ चाहिँ धेरै जस्तो हिजो सकिहाल्यो भन्ने सुनेको मैले धेरै जस्तो सकियो होला अब थोरै बाँकी होला त्यो थोरै आज होला हिजो म आउला अरे यहाँ लाइभमा देखाएको थिएँ मैले सुटिङ होला हिजो अब यस्तै छ गाउँमा पनि सुटिङ हो जस राम्रो कुरा हो एकदम
यो पनि हाम्रै घर हो है, अहिले नयाँ बनेको। लगभग 1 वर्ष जति भयो यसलाई बनाएको। यहाँ चाहिँ सानो पसल छ भन्नु पर्यो। कस्तो देखा बन्द छ अहिले चाहिँ, मसँग केही छैन चाबी भन्ने कुरा। गाइज म चाहिँ बसेको छु है यहाँ, के भन्छ, मैले पहिला पनि देखाइसकेको थिएँ यो ग्राउन्डमा। मैले माई फर्स्ट भ्लग भनेर चाहिँ मैले युट्युबमा हालेको थिएँ, त्यो पनि हेर्नु होला गएर, यसो टाइम हुन्छ भने बनाएको थिएँ। ग्राउन्डहरूमा यता भ्युहरू पनि देखाएको थिएँ मैले सबै। फर्स्ट भ्लग मेरो च्यानलमा छ, हेर्नु होला, रमाइलो छ। मैले फर्स्ट टाइम भ्लग बनाएको थिएँ है त्यतिखेर, हेरिदिनु होला, सबैले माया गरिदिनु होला नि त। त्यो मैले त्यहाँ टावर भनेको नि, त्यो टावर अहिले यस्तो बनिसकेको रहेछ। पछितिर टाइम भयो भने म त्यहाँ पनि गएर देखाउन सक्छु। सो अहिले चाहिँ म जान्न, त्यहाँ एक्लै झ्याउ लाग्यो, एक्लै बसिरहेको थिएँ। यसो सुटिङ हेर्ने भनेर आएको थिएँ म चाहिँ। अब सुटिङ चाहिँ सकिया रहेछ। अब हिजो देउडा खेल्ने कार्यक्रम भयो अरे, यही ग्राउन्डमा भयो अरे। आज चाहिँ त्यहाँ अलिकति अब त्यो होला नि तिनीहरूको केही प्रोग्राम, त्यस्तै अलिअलि सुटिङ थियो। सो म चाहिँ गएन त्यहाँ, केही छैन। यता भ्यू हेर्दै बसेको छु, रमाइलो छ नि। उता हिमालहरू पनि देख्न सक्नुहुन्छ उतातिर। अब त्यस्तो मोबाइलले क्याप्चर त गर्न सक्दैन, तर आँखाले चाहिँ देखिन्छ, राम्रै देखिन्छ यहाँबाट। यतातिर टक्क गाउँको भ्यू देखाउँछ है म तपाईँहरूलाई तलबाट, हेर्नु होला 1 मिनट। गाउँको भ्यू देखाउँछु यहाँबाट। यस्तो छ, वाह रमाइलो हुन्छ आखिरमा गाउँ भनेर एकदम। यतातिर पनि राम्रै छ चारैतिर। ल सो त्यही नै गाइस, अब पछितिर भेटौँला। अब म चाहिँ खाना खान जान्छु है, एकछिन पछि आउँला यतातिर फेरि रमाइलो गर्न। अब कोही हुनुहुन्छ भने यहाँनिर पछि मान्छेहरू आउनुहुन्छ, धेरै रमाइलो हुन्छ, बल पनि खेलिन्छ। मैले गेम सेम खेल्ने भनेको, बल सल खेल्ने भनेको, यहाँ चाहिँ अब आफूसँग केटाहरू कोही नरहेछन् क्या। अब त्यहाँ गएर अब भाइहरू खेलिराखन अरे, भाइहरूको गेम हेर्नु पऱ्यो। मसँगको मान्छेहरू कोही छैनन्, अब भाइहरूको गेम हेर्नु पऱ्यो कस्तो छ के छ होइन, रमाइलो। मैले चाहिँ पहिले खेल्ने गर्थेँ सानोमा, त्यो कोड